सो हेलो एन्ड नमस्ते सबैजना चाहिँ सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु है। आज चाहिँ हामी न्यू इयर रिकन्डिसन हाउसमा चाहिँ तपाईहरुलाई चाहिँ धेरै पछि चाहिँ भिडियो लिएर आएको छु र बुलेट बाइकको र क्रस फायरको रेट लट मोडल प्राइस सबै भनिदिन्छु। तपाईहरुले भिडियो अन्तिमसम्म हेरिदिनु होला र मेरो च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला र तपाईहरुले भिडियो हेरिसकेपछि स्क्रिनशट गरेर आउनु होला। भनेको रेटमा चाहिँ 5 देखि 10,000 डिस्काउन्ट पाउनुहुन्छ है त। तपाईहरुलाई चाहिँ हामी बुलेटको प्राइस र क्रस फायरको प्राइस रेट लट मोडल प्राइस भनिदिन्छु है। तपाईहरुले चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला र स्कुटरको रेटहरु पनि आउँछ तपाईहरुले चाहिँ है आजको भिडियोमा म देखाइदिनेछु है। हाम्रो लोकेसन चाहिँ पोखराको नयाँ बजार स्ट्रिट नम्बर 9 मा रहेको छ। तपाईहरु यही आएर भिजिट गर्न सक्नुहुन्छ र टेस्ट राइड गर्न सक्नुहुन्छ र कुनै अफर चलिरहेको छ भने तपाईले एक्सचेन्ज अफर पनि गर्न सक्नुहुन्छ। यस 2082 सालको वैशाखको हामीले चाहिँ नयाँ अफर खोलाएको छु है। तपाईले चाहिँ अफर आएको छ। बुलेटको प्राइसहरु पनि लटहरु पनि भनिदिन्छु, म मोडल पनि भनिदिन्छु। धेरैजना चाहिँ बुलेटको डिमान्ड गर्नुभएको थियो है। बुलेट एकदम धेरै आइसकेको छ है त। र यो रहेको छ हामीसित ग23 को 2022 मोडलको यो रहेको छ ग23 को 2016 मोडलको है। सरी 2016 मोडलको अञ्चलीकरण हो है। एलुएल पनि छ। अगाडिको लाइनिङ वाला टायर छ, तपाईले देख्न सक्नुहुन्छ है। एकदम फुल्ली फ्रेश कन्डिसनमा छ। यसमा चाहिँ तपाईको ओरिजिनल सिट छैन, सानो वाला सिट छ, हामी ओरिजिनल सिट हालिदिन्छु। यसको प्राइस चाहिँ तपाईहरुले चाहिँ 3,85,000 हो। त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ। यो चाहिँ ग15 को 2018 मोडलको यस्तो फ्रेश कन्डिसनमा छ। अहिलेसम्म दुई जनाको नाममा जम्मा तपाईको 37,000 गुडेको छ है। ब्ल्याक कलरमा रहेको छ। फुल्ली फ्रेश छ। फुल सिल ब्याक इन्जिन हो। यसको प्राइस चाहिँ तपाईहरुले चाहिँ 4,25,000 मा हामीले पास गरेर दिन्छु है त ल। 4,25,000 मा ट्याक्स इन्स्योरेन्स सबै क्लियर गरिदिन्छु। र अर्को हामीसित लेटेस्ट मोडलमा चाहिँ ग24 को 2023 मोडलको अहिलेसम्म एकजनाको नाममा जम्मा 10,000 गुडेको छ है त ल। जम्मा 10,000 गुडेको एकजनाको नाममा लेटेस्ट मोडल ग24 को 2023 मोडलको यो चाहिँ है। अगाडिको एलुएल पनि देख्न सक्नुहुन्छ, टायरहरु देख्न सक्नुहुन्छ। गन मेटलमा रहेको छ। फुल्ली फ्रेश कन्डिसनमा छ। सिंगल स्क्रैच कहीं केही छैन है। यसको प्राइस चाहिँ 6,35,000 छ। त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ। र अर्को यो ग11 को 2016 मोडलको हामीसित गण्डकीकै मिन्ट कलर भन्छ यसलाई चाहिँ युनिक कलर छ है। अरु भन्दा एकदमै युनिक कलर छ। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ 3,85,000 त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ है। जम्मा 23,000 गुडेको छ। यो पनि दुई जनाको नाममा छ। अहिलेसम्म एकदम फ्रेश कन्डिसनमा रहेको छ है। लुक्स पनि देख्न सक्नुहुन्छ। र अर्को हामीसित यो ग26 को 2017 मोडलको ब्लू कलरमा आएको छ है। यदि तपाईहरुलाई चाहिन्छ भने यो चाहिँ हामीले गन मेटल कलर बनाएर दिन्छु है। तपाईहरुको अगाडिको लाइनिङ वाला टायर चाहिँ देख्न सक्नुहुन्छ, नयाँ छ। यसले चाहिँ हामीले गन मेटल कलर हालेर दिन्छु तपाईहरुले चाहिँ। यसको प्राइस चाहिँ 3,90,000 छ। त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ है। एकदम फुल्ली फ्रेश कन्डिसनमा रहेको छ यो पनि है, ब्लू कलरमा। र अर्को यो ग10 को 2015 मोडलको छ हामीसित व्हाइट र ब्ल्याक कलरमा। यसको क्याम रनिङ पनि लगभग तपाईको 24,000 गुडेको छ। अहिलेसम्म एकदम फुल्ली फ्रेश कन्डिसन, सिल ब्याक इन्जिन छ है। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ 3,70,000 त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ है। र अर्को हामीसित ग17 को 2019 मोडलको थन्डरबर्ड आएको छ है। 2019 मोडलको 350 सीसी को क्लासिकको इन्जिन हुन्छ। तपाईको लुक्स मात्र फरक देख्न सक्नुहुन्छ। इन्जिन चाहिँ क्लासिककै हुन्छ है, थन्डरबर्ड हो। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ मात्र तपाईहरुले चाहिँ 3,90,000 रुपैयाँ छ है। त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ है। र अर्को यो ग20 को 2018 मोडलको हामीसित अञ्चलीकरण 2500 सीसी को 2018 मोडलको हामीसित क्लासिक आएको छ है। अगाडिको पनि लाइनिङ वाला टायर छ। पछाडि पनि तपाईको क्याम रनिङ भन्नुपर्दा चाहिँ 42,000 गुडेको छ है। पछाडिको टायर पनि नयाँ छ। एलुएल छ। फुल्ली लोडेड छ। डबल लेग गार्ड छ तपाईको है। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ तपाईले 4,25,000 त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ। तपाईको 2018 मोडलको 500 सीसी को बुलेट हो। नम्बर चाहिँ याद गरेर तपाईले स्क्रिनशट गरेर आउनु होला। एकदमै पावरफुल बाइक हो यो चाहिँ। र अर्को यस्तै सेम कलरमा हामीसित एबिएस वाला भएको ग20 को 2021 मोडलको तपाईको वान इन बाइक आएको छ है। जम्मा तपाईको क्याम रनिङ जम्मा 33,000 गुडेको छ। एकदम फुल्ली फ्रेश कन्डिसनमा रहेको छ। यसको प्राइस चाहिँ तपाईलाई चाहिँ 5,35,000 छ। यो खोजेर पनि पाइदैन यो बुलेट चाहिँ है। एबिएस वाला हो। एकदम फुल्ली फ्रेश कन्डिसनमा छ है त ल। अब चाहिँ हामी क्रस फायर तर्फ जान्छौँ है त। र धेरैजनाले चाहिँ क्रस फायरको डिमान्ड गर्नुभएको थियो। एकदमै सस्तो प्राइसमा नेगोसिएबल भएर आएको छैन दाइ भन्नुभएको थियो। हामीले तपाईले चाहिँ सस्तो प्राइसमा चाहिँ क्रस फायरहरु लिएर आइसकेको छु है। अब मोडलहरु देख्न सक्नुहुन्छ। GR7 NC अब RM250 छ। तपाईको एक्जेडहरु पनि छ है। अब क्रस फायरको रेट लट मोडल प्राइस भन्दिन्छु। तपाईले ध्यान दिएर सुनिदिनु होला है। एकदमै फिक्स प्राइस भनेर राखेको छु। त्यसमा तपाईलाई अफर खुलाएको छु र नयाँ वर्षमा पनि तपाईलाई अफर आइसकेको छ। यो अफर तपाईले नगुमाउनु होला है। र रहेको छ यो ग18 को 2019 मोडलको मोटरमा हामीसित चाहिँ GR7 आएको छ। यस्तो फुल्ली फ्रेश कन्डिसनमा रहेको छ। यसको अब तपाईलाई फुल सर्भिसिङ गरिदिन्छु र न्यू ग्राफिक हालेर तपाईलाई फुल्ली फ्रेश बनाएर दिन्छु है। यसको प्राइस फिक्स आउने भनेको तपाईलाई 2,55,000 मा आउँछ त ल। 2,55,000 मा आउँछ। र अर्को यो ग17 को 2019 मोडलको NC छ हामी चाहिँ फुल डटमा एकदमै बवाल छ। फुल्ली लोडेड छ है। यसको प्राइस चाहिँ तपाईलाई फिक्स आउने भनेको 4 लाख मा दिन्छु है। र अर्को यो ग17 को 2019 मोडलको GR7 छ हामीसित फुल डटमा। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ तपाईले चाहिँ मात्र फिक्स प्राइस आउने भनेको 2,65,000 मा आउँछ। तर तपाईले जुन बाइक लगे पनि तपाईलाई एउटा डट हेलमेट प्लस फुल पेट्रोल पाउनुहुन्छ है।
यो चाहिँ तपाईँलाई 265 मा आउँछ। र अर्को यो G17 को 2019 मोडलको एनसी छ हामीसित एकदमै सस्तो प्राइसमा दिन्छु है। अगाडि पछाडिको टायर दुईटै नयाँ हालेको चाहिँ देख्न सक्नुहुन्छ। बाइकको लुक्स पनि एकदम फुल्ली फ्रेस कन्डिसनमा रहेको छ है। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ मात्र 3 लाख रुपैयाँ फिक्स प्राइस है त। ल 3 लाखमा यो बाइक फिक्स प्राइस आउँछ है त। अब यो मोडलको आरएम तपाईँले खोजेर पनि पाइँदैन र रोजेर पनि पाइँदैन है। यो चाहिँ नयाँ पनि आउँदैन, पुरानोमा पनि लगभग कसैले बेच्न चाहँदैन। यो चाहिँ यो वाला लुक्स भएको चाहिँ है आरएम 250 डबल साइलेन्सर हामीसित मोटरमा रहेको छ। तपाईँको गत 2022 मोडलको 7000 गुडेको एकजनाको नाममा मात्र यसको फिक्स प्राइस आउने भनेको तपाईँले 5,40,000 मा आउँछ। चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ है त। ल र एचजे रहेको छ हामीसित G26 को 2022 मोडलको एचजे रहेको छ। यसको प्राइस फिक्स आउने भनेको तपाईँले चाहिँ 3,60,000 मा आउँछ त। ल 3,60,000 मा फिक्स प्राइस आउँछ। यसको अगाडिको व्हील पनि देख्न सक्नुहुन्छ है। व्हील पनि अरू बाइकको हालेको छ, एकदम फुल्ली लोडेड बनाइरहेको छ यो बाइक चाहिँ है। अब तपाईँको एउटा ग्राफिक हालिदिन्छु, फुल सर्भिसिङ गरिदिन्छु है। 2022 मोडलको 3,60,000 मा आउँछ है त। र अर्को यो भिआरको कुरा गर्नुपर्दा चाहिँ हाम्रो काठमाडौँको भाइले चाहिँ भिआर भन्नुभएको थियो है। यो भाइले चाहिँ हामीले चाहिँ यो फिक्स प्राइस दिने भनेको 1,40,000 मा दिन्छ है त। ल 2018 मोडलको G21 को स्टक भिआर हो, 1,40,000 मा आयो है त तिमीलाई है। र अर्को यो G22 को 2021 मोडलको टेकन 250 छ हामीसित है। 250 सीसी को हो। तपाईँको यसको अगाडिको टायर र पछाडिको टायर एकदमै हेभी नै हुन्छ, डबल साइलेन्सर हो। लुक्सदेखिबाट पावरदेखिबाट एकदमै कडा छ र इन्जिन गार्डहरू पनि छ देख्न सक्नुहुन्छ है। कलर पनि मिठो छ। यसको फिक्स प्राइस आउने भनेको 2 लाख मा आउँछ। र अर्को यो G17 को 2019 मोडलको बेनेल 250 छ हामीसित है। एबिएस प्लस एफआई इन्जिन हो, रातो कलरमा रहेको छ है। एकजनाको नाममा हो। क्यामरन पनि धेरै गुडेको छैन। यसको प्राइस फिक्स आउने भनेको तपाईँलाई 2 लाख मा दिन्छु है त। ल यो पनि 19 मोडलको, पहिले यो हामीले 285 भनेको थियो नि, अहिले तपाईँलाई 2 लाख मा दिन्छु। र अर्को यो G13 को 2016 मोडलको हामीसित 20 नम्बर भएको है त। ल नम्बर पनि एकदम लक्की छ देख्न सक्नुहुन्छ, 20 छ है। यसको प्राइस तपाईँलाई चाहिँ 3,90,000 हो। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ है। फुल्ली फ्रेस कन्डिसनमा छ, लुक्स पनि देख्न सक्नुहुन्छ त। धेरैजनाले चाहिँ एनएसआर 220 को डिमान्ड गर्नुभएको थियो। हामी तपाईँहरूले चाहिँ एनएसआर 220 को पनि भिडियो लिएर आइसकेको छु है। तपाईँले चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला है। र फेसबुक र टिकटक इन्स्टालाई पनि तपाईँले फलो गर्न नबिर्सिनु होला। यो रहेको छ G23 को 2022-21 मोडलको हामीसित चाहिँ एफआई एबिएस NS 200 आएको छ है। तपाईँको रातो कलरमा रहेको छ। यसको प्राइस फिक्स आउने भनेको तपाईँलाई 2,30,000 मा आउँछ। र अर्को यो G23 को 2022 मोडलको 220 छ हामीसित रातो र कालोमा वान एन्ड बाइक। तपाईँको जम्मै 10-12,000 गुडेको एबिएसमा छ है। यसको फिक्स प्राइस आउने भनेको तपाईँलाई चाहिँ 2,65,000 मा आउँछ। र अर्को यो G23 को 2022 मोडलको ब्लू कलरमा पनि वान एन्ड बाइक आइसकेको छ एबिएस वाला। यसको पनि फिक्स प्राइस तपाईँलाई 2,65,000 मा दिन्छु। र अर्को यो G14 को 2017 मोडलको 220 छ हामीसित 2017 मोडललाई फिक्स आउने भनेको तपाईँलाई 1.5 लाख मा आउँछ है त। र MT15 हामीसित डुक BS4 डुक BS6 पनि टन्ने आइसकेको छ। तपाईँले चाहिँ ध्यान दिएर हेर्नु होला है। हामी रेट रोल मोडल प्राइस भनिदिन्छौँ है। यो रहेको छ तपाईँको G24 को 2023 मोडलको एबिएस प्लस एफआई इन्जिन, माइलेजको पनि राजा, पावर पनि एकदमै बबल हुने यामाहा कम्पनीको MT15 भन्छ यसलाई चाहिँ है। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ 4,25,000 रुपियाँ राखेको छु। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को यो G14 को 2017 मोडलको डुक 200 BS4 लाई चाहिँ हामीले चाहिँ ब्ल्याक कलरमा यस्तो फुल्ली फ्रेस कन्डिसनमा रहेकोलाई चाहिँ मात्र तपाईँहरूले चाहिँ 2,90,000 भनेको छु। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को यो G23 को 2022 मोडलको हामीसित चाहिँ BS6 मा डुक 200 आएको छ। एबिएस प्लस एफआई इन्जिन भएको, पावर पनि बबल, कलर पनि बबल, लुक्स पनि बबल छ। वान एन्ड बाइक हो। चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ। र तपाईँहरूको लागि हामीले 4,35,000 भनेको छु भने त्यसमा पनि तपाईँलाई मजाले नेगोसिएबल गरेर पठाउन सकिन्छ। र एक्सन अफर पनि छ। नयाँ वर्ष पनि अब आउन लागिसकेको छ। नयाँ वर्षको अफर पनि हामीले खुलाउँदैछु। त्योभन्दा अगाडि नै तपाईँले आएर बुकिङ गर्न सक्नुहुन्छ है। र अर्को हामीसित G19 को 2022 मोडलको हामीसित डुक 200 BS4 आएको छ ओरेन्ज कलरमा है। यसको पनि प्राइस 4,35,000 हो। त्यसमा तपाईँलाई नेगोसिएबल गरेर दिन्छु। र अर्को यो G19 को 2020 मोडलको छ हामीसित डुक 200। यसको प्राइस चाहिँ तपाईँहरूले चाहिँ मात्र 3,70,000 हो। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को यो G22 को 2021 मोडलको लेटेस्ट मोडलमा डुक 250 छ हामीसित है। एकदम फुल्ली फ्रेस कन्डिसनमा। यो पनि तपाईँहरूले चाहिँ मात्र हामीले 4,80,000 मा पनि अझै डिस्काउन्ट गरिदिन्छु त। ल 4,80,000 मा पनि डिस्काउन्ट गरिदिन्छु। अर्को यो G15 को 2018 मोडलको 250 व्हाइट कलरमा है। अगाडिको टायर पनि देख्न सक्नुहुन्छ नयाँ छ र पछाडिको टायर पनि नयाँ छ। एकबार यसमा ग्राफिक छैन, ग्राफिक पनि हालेर ल्याइसकेको छु है। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ 3,10,000 फिक्स प्राइस हो। र N250 छ हामीसित G23 को 2022 मोडलको N250 छ। यसको प्राइस फिक्स आउने भनेको तपाईँलाई 3,10,000 मा आउँछ।
र एनके 250 छ हामीसित गो 18 को 2019 मोडलको एबीएस प्लस एफआई इन्जिन भएको 1,18,000 केएम रनिङ भएको यसको प्राइस चाहिँ फिक्स आउनु भनेको तपाईलाई 3,15,000 मा आउँछ है 250 सीसी को एनके 250 हुन्छ यसलाई चाहिँ र अर्को यो ग 25 को 2016 मोडलको हामीसित आरसी 200 छ व्हाइट कलरमा है यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ फिक्स प्राइस आउनु भनेको तपाईलाई चाहिँ 1,85,000 मा आउँछ है त ल 1,85,000 मा आउँछ चाँडो भन्दा चाँडो बुकिङको लागि खबर गर्नु होला र धेरैजनाले चाहिँ एक्स प्लस को डिमान्ड गर्नुभएको थियो एक्सआर को डिमान्ड गर्नुभएको थियो हामीसित 150 सीसी को एक्सआर होन्डाको एक्सआर आएको छ 150 सीसी को है यसको प्राइस चाहिँ 4,25,000 मा तपाईलाई नेगोसिएबल हुन्छ र अर्को हामीसित ग 23 को 2021 मोडलको ब्ल्याक कलरमा चाहिँ तपाईको एक्स प्लस 200 आएको छ है त एक्स प्लस 200 आएको छ यसको प्राइस 2,65,000 हो त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ र तपाईलाई 1 वर्ष सर्भिस फ्री 2 महिना इन्जिन वारेन्टी पाउन सक्नुहुन्छ र यो ग 22 को 2021 मोडलको पनि हामीले प्राइस 2,65,000 भनेर राखेको छु एक्स प्लस 200 को है चाँडो भन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ हाम्रो लोकेसन चाहिँ पोखराको नयाँ बजार स्ट्रिट नम्बर 9 मा रहेको छ यो मन्दिरको आडामा तपाईले न्यू इयर रिकग्निसन हाउस यही देख्न सक्नुहुन्छ युट्युबमा नयाँ हुनुहुन्छ भने तपाईले लाइक एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला सब्स्क्राइब गरिसकेपछि तपाईँ स्क्रिनशट गरेर आउनु होला भनेको रेटमा चाहिँ तपाईले 5 देखि 10,000 डिस्काउन्ट पाउनुहुन्छ है र लाइक एन्ड शेयर फलो गर्न नबिर्सिनु होला है त ल